के गर्ला बेबी हजुरले? रोटी बनाउनलाई। हजुर भाइले हेर न रोटी बनाउँदै हेर। तिमी चाहिँ पकाऊ है अब ठुल्छ र भाइले बेल्छ तिमी पकाऊ। भाइ न दादालाई देऊ त एकचोटि, दादालाई देऊ न एकचोटि। दादाले देऊ त एकचोटि, दादाले बेल्छ छोडिदेऊ त। तिमीले पकाउनु सक्दैन। त्यो फर्काउनु पर्यो नि रोटी, लाम्चे भयो लाम्चे मात्रै भयो है, गोलो बनाउनु पर्छ। हो त्यसरी पातल बनाउनु भने एक ठाउँमा मात्रै, उतापट्टि बाक्लो छ हो त्यता यता त बेला न यसो गर्ने क्या छोटा त यसो गर्ने, यसरी फर्काउनु पर्यो। ऊ त्यो पिठो अलिअलि हाल त यहाँ बेलानमा, ऊ त्यो धुलो पिठो हाल न अलिकति। त्यहाँ होइन के भगवान् लाउ त लियो तिमीले भन कि खै अब है है है। ल अब यता तलतिर होइन यता माथितिर माथितिर बेला, माथितिर भने माथि माथि हो त्यता। यता यता बाक्लो छ के है यसरी। ल निकालेर राख नि त त्यो। ल खै हटा त परा नि ल हाल त्यो फोल्ड भयो क्या, अब त्यो फोल्ड भएला यसो गर्ने नि त। अर्को बेला ल डल्लो बनाएर बेला। त्यो सानो डल्लो देऊ न भाइले, ऊ त्यो भाइले ल यो बेला बेबी धेरै गरेर काम छ, धेरै ठुलो काम छ, छोड न यो ठिक्क छ। पिठोमा राखेर बनाऊ न, यो पिठोमा राखा हो क्या त्यो पिठोमा चोप अनि बनाऊ हो दुवैपट्टि। ल भयो ल राखेर ल बेला त। गुड अब यसो भयो, अब पह पह अब यसो गर्ने, अब यसरी अब यहाँ सिधै माथितिर सिधा हो ट्याक्क हो। ल हो ल हेर भइहाल्यो, ल गोलो भयो नि त। ओ बेबी फर्कै यो पल्टाइरहनु पर्छ क्या हो। ल भयो ल बेबी। पह पह हातले राख्दिनँ पोल्ला नि फेरि। ल माथिबाट फुत्त पार है हो र पोल्छ छोडिदेऊ छोडिदेऊ पोल्छ म छोडिदिनु तिमी सक्दिनँ। हामी कान्छो छोराले बनाएर रोटी ल काट त पोलिहाल्छ नि बच्चालाई सक्दैन हुँदैन। अस्ति त मैले त्यो घरको पूजा थियो त त्यो पूजाको आगोले यसरी छाइदिए के पोलेन ए ल छोड्देऊ अब त्यो पोल्यो भने रुन पाइन्न है। छोड छोड भयो भयो छोड ठुल्छ र आऊ नि त नि यो मान्छेलाई पोलिहाल्छ त्यसरी होइन क्या तान्ने।
ल रोटी बेला ल कति लाग्यो यति हुन्छ धेरै भयो नि त्यो त कति त यति हामी यति थोरै भाइ लिएर यहाँ कस्तो रोटी बनाएँ अब म सबभन्दा ठुलो बनाउँछु मेरो बा चाहिँ मैले बनाएको खै छोडा बेबी पाकिसक्यो तिम्रो अब यस्तो ठुलो बनाउँछु ल हेर त भाइले पकाएवाला पत्र ऊ हेर फुल्यो यो चाहिँ भाइले नै खाने हो दादालाई बनाउँदैौ नि एउटा हो त्यसरी बनाउने धख्ने होइन क्या मरि धख्नु पर्दैन क्या अब के पहिले टिँडा भइसक्यो एकचोटि खै डल्लो बनाऊ पख न पख है बेबी है दिशो त दिशो न ल उद्यो पिठोमा एकचोटि चोप ल भयो बाबा धेरै होइन धेरै काम छैन एक तरिका यसरी झार्नु पर्दैन ल के गरी हो त्यसरी हो ल भयो झिक न बेलन अनि यो के अरे यसरी बेलेसी अब अनि यसरी हो ल गर अब बेला बिस्तारै हो त्यसरी समस्या बनाऊ हो समस्या बनाऊ अझै हो त्यसै त हो नि खै खै फेरि भयो निकाल न यो अनि फेरि यसरी हो ल बेला हलुका हातले दबाउने हो क्या अलि भाइले बरु बेलिएको थियो खै एउटा हातले पनि बेलिदिन्छ त्यतिको त यहाँ हेर ल यसो गर्ने अनि यसरी फर्काउने लाम्चेलाई यस्तो बनाएर यस्तो तेर्सो बनाउने यहाँ हेर नि यहाँ ल एउटै हातले गोलो बनाइदिएँ मैले ल पकाऊ यहाँ हाल त कति पातलो बनाऊ ल त्यहाँ ल भाइले ल हेर भाइले बेला हेर तिमीले भन्दा त भाइले जाने ल हेर त हो ल भयो ल हेर ओ एकचोटि सिकाएको थिएँ ल हेर भाइले जानिसक्यो ल हेर ल तिमीले पनि त्यसरी बनाउनु पर्यो त्यसलाई हल्लाइदेऊ त्यसले त दुई हातले बनाउने हो मैले पो यहाँ यता तान अलिकति रोटी हो ल त्यसलाई फर्काइदेऊ फर्काउनु सकिहाल्छ नि त्यसलाई त्यो दोप्रिया भाइ मिलाइदेऊ न यसो गरिदिएर त पोल्छ त ल हजुरले पो जहिले गर्ने काम भाइले त्यतिको बनायो हेर अब भाइले त त्यतिको बनाएर ठुल्छो र तिमीले पनि बनाउनु पर्छ है गर्नु पर्यो नि त फेरि ल खै ल बेला फर्क फेरि अघि गरे चाहिँ गर अलि यता तान्नु फुत्त हो ल भयो शान्तले बनाइ बिहा है ओहो हो खैले त अलिकति पातलो बनाइदिउँ लु त्यो त भइसक्यो फेरि फर्क छोडिदेऊ एकचोटि पोल्छ अनि छोड्छ
ल भो अब यो मान्छेलाई पोल्यो ल भो पिठोमा चोप्न पर्दैन अनि एक्स्ट्रा झार्ने पहिला त्यहाँ हो त्यहाँ हो अब बनाउनु हो त्यसरी जान्न पर्यो नि छोरो जान्न पर्यो अनि यसलाई तेर्सो बनाउनु भने नि मैले यसरी हो त्यही त हो नि ओ फर्काउ त्यसलाई फेरि हो त्यसरी ल छोटो त लिएर त कति गोलो हो घुमाइ हो कि खै चढा त यसो गर्ने घुमाउने बाक्लो भयो यो ठाउँमा बाक्लो हो यहाँ पातलो भयो यता यता मात्रै गर्ने के गरे तिमी छोरो मैले त काम गर्न नपर्ने भइहाल्यो नि छोरोहरूले काम सघाएर म जत्रै भइहाल्यो ठुल छोरो खै छामेहरू बाक्लो छ यतातिर बिचमा अलिक गर न अलिक प्रेस लाऊ न हो ल अलि अगाडि माथितिर पनि अलि माथि अब एकचोटि गरेर भयो ल उचाल त कस्तो बनायो दुइटै हातले के खै यता देखाऊ त कस्तो अन्धमुठी कालो देखायो यो मान्छे त खै हो मान्छे कालोमा सेतो देखिन्छ त भाउ ल गरेर हाल जाऊ छोडा भयो छोड्दै कति कालो भयो यिनीहरू त ल ठुल छोरीले पकायो ल भयो ल त्यसलाई ल है पकाउने काम तिम्रो है सान्चाले बेल सानोले बेल्न थालिसक्यो ल बोला बेला बाबा आइसक्यो कि क्या छिट न हातले गर्ने हो ल त्यो बनाऊ हो लिएर मामुको काम कति डिफिकल्ट छ थाहा भयो यो भाइले है यस्तो रोटी पकाइसक्यो भयो छोडिदेऊ बेबी तिमीले बेली भ्यायो एकचोटि भाइले छुन्टे छोडिदेऊ त उसको पोल्यो भनेदेखि अहिले हुन्छ नि छोडिदेऊ न के भएर एकचोटि पोल्यो त थाहै हुँदैन नि त हुँदैन त्यसो गरेर त्यो हातले छुनु हुँदैन हो त्यो हात नहुँदैकन ट्याक्क समाउने फ्याट त पार्नु डढ्न लागिसक्यो ल बाई भनिदेऊ बाई भनिदेऊ Bye. Thank you so much to see our video for last. Thank you so much for